होइन के भयो दाइ के भयो? को दाइ कसको दाइ कसरी दाइ? तिमी मेरो दाइ होइनौ आज दाइ। दुनियाँ गाउँलेले चाहिँ नि माग्ने बुढाले कस्तो राम्रो चस्मा किनेछ भनेर भनिरहेको बेला तँलाई 25 रुपियाँ चस्मा भनेर भन्नुपर्छ? अब भगे कुरो भने त के भएकै? तैँले कति रुपियाँ घडी लाउँछस् भनेर मैले भन्दै हिँडेको छ? ए तिम्रो चस्मा र मेरो घडी दाँच्न मिल्छ? तैँले कोट कति पैसा लाग्छस् भनेर मैले भन्दै हिँडेको छ? तिम्रो चस्मा र मेरो कोट दाँच्न मिल्छ? तँलाई भाके सबैजना चुप लाएर सुन। यो चस्माको विषयमा के भन्ने कुरो चाहिँ हाम्रो ब्याज प्रसादले बोल्नुहुन्छ। ल सुन्नुस्, माग्ने बुढाले भने पनि ठिकै हो, राजु मार्साबले भने पनि ठिकै हो। दुवैजनाले भनेको ठिकै हो भन्नेलाई बिचमा के खाले प्वाक्क बोल्नु पर्यो त? झगडा नगर्नु। उता पनि ठिक हो यता पनि दुई चिउरी कुरा गरेर हुन्छ। एकछिन नबोल। अनि कुरै त्यस्तै छ त, उहाँले भने नि ठिक छ, उहाँले भने नि ठिक छ त, म के भन्नु? के म त साह्रै आक्रोश। यो बिचमा बोल्ने मान्छे नै भएन के? बिचमा बोल्ने मान्छे चाहिँ हाम्रो पटारीले बोल्दा हुन्थ्यो कि बरु? म बोलु त। अर्काले जति सुकैको चस्मा लाओस् किन निधि खोजी गर्नु? किन हेपेर भन्नु? महँगो लाओस् कि सस्तो लाओस् कि यसै गरोस्। त्यही त किनेर लाओस् कि सित्तैमा लाओस् कि। अब जसले जे भने पनि चस्मा ल्याउने यही बटारी कान्छ हो। अब चस्मा चाहिँ सस्तै हो है। ए तैँले ला चाहिँ सबै थोक महँगो हुने, हामीले ला चाहिँ सबै थोक सस्तो हुने। गरिबले चाहिँ सुन लाने पित्तल हुने। म त फेरि बङ्गै पो त। यत्नीको सीमा हुन्छ नि। चुप लागौ, लडाउँदै चुप लागौ, चुप लागौ। यो कुरो यहाँ मिल्दैन। देश विदेश घुमेर शेष खाएको मान्छे भने तक्मे बुढो हो, उसै कहाँ जाउँ? यो कुरो ती गरेर मिल्छ। ल जाउँ। त्यो खुट्टा त्यसै नहरौँ नि, त्यो पेट खुसी हो नि के गर्ने? बिचमा पाक्क नबोलौँ न, हेर्दैछु त। तिमीले बोलेर हेर्ने भएदेखि यहाँ किन ल्याउ? कति पर्छ त भन नि त कति? हौ लाख है। यसको होलसेलमा छुट्टै मूल्य पर्छ, अनि त्यहाँदेखिको खुद्रामा छुट्टै पर्छ। यसो हेर्दाखेरि बोल्नु भन्दा पहिला विचार गर्नुहोस् है तक्मे बाजे, विचार गर्नुहोस्। यही गाउँमा बस्नुपर्छ तपाईँ पनि, एउटै पँधेरा पानी खानुपर्छ। हामी गाउँले चाहिन्छ कि चाहिँदैन? फेरि फ्याट 200-300 भनिदिनु होला र यहाँ कुरो बिग्रेला। अब तिमीले नै दाम भन्ने भएको भए म भएकोमा किन आउनु? यत्रो पञ्च भेला राख्नु। हेर्दैछु त, बिचमा पक्क नबोल न। त्यसका बाजे त्यो चस्माको 20-25 हजार भन्दा कम दाम परेको छैन होला। उहाँ धुन्नुकारीले चाहिँ नि त्यो चस्मा किन्नको कारणले गर्दा मोबाइल किन्न सकिन बा भनेर चिठीमा लेखाएको छ। चिठी हेर्छौ तिमीहरू? हौ लाखे लाखे लाखे, यो चस्माको बोल्न चाहिँ बोल्नु, तर विचार गरेर मात्रै बोल्नु। पछि तपाईलाई यो हाम्रो समाज चाहिन्छ कि चाहिँदैन त्यो पनि ख्याल गर्नु। हौ लाखे, ताकमा लाको मान्छे यत्रो इमान इज्जत र प्रेस्टिज भएको मान्छे हो, विचार नगरी बोल्छु होला। मरी हत्या नि गरे, अलिकति थपथाप गरेर महँगै भनिदिनु 100 रुपियाँ। लाटाले दिएर बारीका पाटामा पुर्याइन्छ अनि थाहा पाउँछ। चान्चुने सस्तो खालको चस्मा हो यो। यो चस्मा लाएर हेर्दाखेरि यो पाखाको पछाडिपट्टि डाँडाको उतापट्टि के छ ठ्याक्कै देखिन्छ। नचाहिने कुरा। यस्तो जब भुसी चस्माले यो डाँडो भन्दा उतापट्टिको छर्लङ्ग देखिन्छ रे। कसरी देखिन्छ? कसरी देखिन्छ रे? त्यो चस्मा लाएर डाँडा गएर हेर त, उतापट्टि देखिन्छ देखिँदैन? कोही पनि नरिसाउ कि म ठ्याक्कै यो चस्माको दाम भन्छु ल। यो चस्माको दाम ठ्याक्कै 45 रुपियाँ पर्छ ल। 25 रुपियाँ चस्मालाई झन्डै 45 त भनिदिए। त बढी नबोल। तैँले भन्नु पर्यो 25 भन्दा। के बढी हो? भएको कुरो भने त हो। तिमीले चाहिँ 25 भन्नुपर्ने कारण के? 45 पर्ने त भन्नु। मेरो हिसाबमा 15। ए भन्दा त 100 बढी भयो। के बढी? आफू लाउन सक्दैन हेपेर भन्नुपर्छ। के हेपे? आफ्नो मान्छे भएर के हेपिरा? बुढाबुढी के भयो? आँखाको दक्षिको कति बढी? 1000 2000 4000 के हौ यो चस्माले गर्दा त गाउँमा त ठुलै विवाद पाइसकेछ त, ठुलो फुट आइसकेछ त। के भएको यो? मैले पनि नसकेर तपाईँ कहाँ लाग्छु?
यसको निर्णय चाहिँ आज हुनै पर्छ जसरी भए पनि गरिदिनुस् लु लाखे 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 यो विवाद म आज जसरी भए पनि मिलाउँछु कि पुरै समाधान गर्छु तलै आउँछु लाखे अब यो चस्मालाई ठिक्क यहाँ बिचमा राखौँ अनि त्यहाँदेखि सुनलाई त्यो कसी लाउँछ नि टल्काउनलाई त्यस्तै गरेर यसलाई छेउमा राखौँ अब चस्माको कसी लाउने के ठ्याक्क यसलाई यहाँनिर राखेर यो घोटेर हेरौँ कि यसमा निस्किन्छ कि केही कम्पनी कति दाम पर्ने आइहाल्छ कि आएन भनेपछि अर्को ढुङ्गामा चाहिँ टेस्ट गरौँ त यसलाई पनि ठ्याक्कै त्यस्तै गर्नुपर्छ यहाँ हेरौँ है यो ढुङ्गामा चाहिँ केही पत्ता लाग्छ कि हेरौँ त 25 पनि परेन कालो चस्मा लाउ है मैया विशाल बजारको